हेलो एभ्रिवान, आज चाहिँ म र मेरो बाबा भएर एउटा निकै नै विशेष र शान्त ठाउँ एक्सप्लोर गर्न जाँदैछौँ र आजको हाम्रो यो यात्रा बाबासँगको निकै नै रमाइलो र यादगार हुनेवाला छ। सो हामी अहिले कपिलवस्तुमा रहेको प्रसिद्ध रामदत्तपुरमा जाँदैछौँ। मतिपुरमा उपस्थित जनज्योति माध्यमिक स्कुल जहाँनिर मम्मी बाबा पनि पढ्नु भएको थियो, यहाँको बाटो हुँदै चाहिँ हामी अगाडि जान्छौँ र यहाँ चाहिँ कपिलधाम जाने बाटोमा चाहिँ बाटो बन्दै रहेछ। अलिकति चिप्लो पनि थियो, त्यही भएर बाबाले सुस्ता चलाउनु भएको थियो। सो हामी यो कपिलधामको दोस्रो पुल हुँदै हामी चाहिँ यो चौवाको बाटोतिर लाग्छौँ र यहाँको बाटो चाहिँ एकदम सफा र पिच थियो र यो ठाउँमा आउने बाटो पनि कति राम्रो र शान्त देख्न सकिन्छ। चारैतिर हरियाली, एकदमै पिसफुल रोड र बाटोमा हिँड्दै गर्दा नै मन फ्रेस भइसकेको थियो। कति पनि हल्ला खल्ला नभएको एकदम आनन्दको बाटो हामीले देख्न सकिन्छ र पिच रोड पछिको बाटो चाहिँ यो डोजरले भर्खर खनेको रहेछ, भर्खर बनाउँदै रहेछ, त्यही भएर चाहिँ हामीलाई चाहिँ अलिकति अप्ठ्यारो भयो जानलाई। तर हामी जङ्गलको बाटो हुँदै हुँदै आफ्नो गन्तव्यतिर लाग्यौँ र यहाँ चाहिँ मलाई एउटा कुरा चित्त नबुझेको के भन्दाखेरि मलाई चाहिँ यहाँको बाटो नै याद भएन। अनि यहाँ चाहिँ हामीले यहाँ ट्र्याक्टरको दाइहरूलाई सोधेर चाहिँ हामी चाहिँ लास्टमा हामी रामदत्तेलमा फाइनली हामी पुग्यौँ ल। फाइनली हामी रामदत्तेलको मुख्य प्रवेशद्वारमा आइपुगेका छौँ। अब चाहिँ म भित्र जाँदैछु। भित्र छिर्ने बित्तिकै कस्तो छुट्टै खालको पिसफुल र पोजिटिभ भाइब्स आइरहेको थियो र म कुनै अर्कै शान्त सहरमा प्रवेश गर्दैछु जस्तो मलाई फिल भइरहेको थियो। र हामीले चाहिँ सुरुमा इन्ट्री हुँदा बित्तिकै देखेको भनेको यो गणेश मन्दिर र मेरो बाबाले चाहिँ यहाँ चाहिँ कस्तो छ के छ सबै कुराहरू मलाई सिकाइराख्नु भएको थियो। अनि यहाँको अर्को सबैभन्दा राम्रो कुरा चाहिँ यहाँ मन्दिरमा आउने भक्तजनहरूका लागि खाना खाने निकै राम्रो व्यवस्था पनि रहेको थियो। मन्दिरको यस्तो पवित्र वातावरणमा बसेर यसरी भोजन ग्रहण गर्न पाउनु साँच्चै नै एउटा ठुलो भाग्य हो। र फाइनली म यो ब्लगको सबैभन्दा मुख्य र पवित्र ठाउँमा आइपुगेको छु, जहाँ ढुङ्गामा प्रशस्तै देखिने भगवान रामको पवित्र पाइला रहेको छ। यसको ठिक नजिकैबाट यसरी कञ्चन पानी बगिरहेको देख्न सकिन्छ र यस्तो लागिरहेछ मानव यो बगिरहेको पानीले वर्षौंदेखि भगवान रामको चरण स्पर्श गरिरहेको छ। र यता मन्दिरको ठिक छेउमा एउटा सुन्दर गौशाला पनि देख्न सकिन्छ, जहाँ यहाँका दिदीहरूले गाईहरूको निकै माया र सेवा गरेर बसिराख्नु भएको थियो। हामी त्यहाँ पुग्दा दिदीहरूले एकदमै निस्वार्थ भावले बिना कुनै पैसा हामीलाई त्यही गाईको शुद्ध दुधबाट बनेको मोही पनि खान दिनुभयो। र घुम्न आएको बेला यस्तो पवित्र ठाउँमा यति आत्मीय संस्कार पाउँदा मन साँच्चै नै मायाले भरियो। यहाँको मान्छेहरूको मन र वातावरण दुवै उत्तिकै सुन्दर र पिसफुल थियो। र फर्किने बेलामा हामीले त बाटो नै बिर्सिएछौँ। एकछिन त अलमल्ल परियो, तर पछि बिस्तारै सोच्दै खोज्दै गर्दा यहाँ हामी सही बाटोमा आइपुग्यौँ। र बाबा र मेरो यो रामदत्तेलको यात्रा निकै नै यादगार रह्यो र हजुरहरूलाई च्यानल मन परे लाइक सब्सक्राइब गरिदिनु होला र आएर एकचोटि हाम्रो कपिलवस्तुको रामदत्तेलमा चाहिँ भिजिट गरिदिनु होला। थ्याङ्क यू सो मच।